आज हामी लुजनको आर्ट एक्जिबिसनमा छौँ के भनिदिए ल आर्टवर्कको बारेमा के भनिदिइहाल ल के भन्नु कि अब भन ल कहाँबाट स्टार्ट गरिस् होइन के हो कन्सेप्ट भन ल यो चाहिँ लाइक मैले रुबिन्स म्यागजिनको लागि बनाएको होइन 2026को लागि अनि मेरो टपिक चाहिँ ऱ्यासको बारेमा थियो कि होइन अनि त्यो ऱ्यासको टपिकमा चाहिँ अहिले मैले अझै एक्सप्लोर गरेको हो कि फर इक्जाम्पल ऱ्यास भन्ने कुरा तेरोलाई डिफ्रेन्ट हुन्छ मेरोलाई डिफ्रेन्ट हुन्छ तर अब फर मी पर्सनली ऱ्यास भन्ने कुरा चाहिँ कस्तो हो भने समथिङ आई सरेन्डर टु के मेरो कम्फर्ट स्पेस हो क्या यहाँ तिनवटा आइकोनोग्राफिजहरू छ होइन अब यो चाहिँ मेरो अल्टर इगो हो क्या होइन अल्टर इगो कस्तो भन्दा चाहिँ बेबी कर्म हो क्या नाम चाहिँ अनि अब यसमा मेन कुरा चाहिँ के हो भने यो महाकाला देखिरहेको छ महाकाला चाहिँ नर्मल महाकाला होइन कि पङ्कवाला महाकाला हो कि अब पङ्क किन भन्दाखेरि चाहिँ अब बोधिसत्वको थ्योरी आउँछ क्या त्यसमा चाहिँ बोधिसत्व के हो भन्दाखेरि चाहिँ someone who helps like sentient beings to overcome suffering, pain, misery, होइन earthly poisonsबाट माथि जानुमा हेल्प गर्छ क्या अनि एभ्री बोधिसत्व लाइक उनीहरूले सबै अर्थली प्लेजर्सहरू डिनाई गर्छ क्या भोगेन लाइक मङ्क्सहरू फर इक्जाम्पल अनि टु डिनाई मनी फुड स्टेटस त्यो त्यस्तो डिनाइललाई कि पङ्क भन्नु मिल्दैन सोच्न अनि लाइक त्यही भएर चाहिँ लाइक फर मी होइन यस्तो सोच्दाखेरि चाहिँ अब महाकाला पनि सबभन्दा ठुलो पङ्कै त हो नि होइन क्यापिटलिजम रिजेक्ट गरेको छ ब्रो चिलमा बस्दैछ स्टेटस पनि चाहिएको छैन स्टेटस पनि एउटा कन्सेप्ट त हो नि मान्छेहरू पनि फिलोसफी भएर त देयर इन्टु इट नि त नत्र दे वुडन्ट बी इन्टु इट अनि यहाँ देश भन्छ करेज द कार्डली डग देखिरहेको छ नि यो एक्सप्रेसन चाहिँ के हो भने अब नर्मल मान्छेहरूले लाइक महाकालाहरू हेर्दाखेरि भैरवहरू हेर्दाखेरि लाइक डराउँछ नि फर्स्ट अपियरेन्समा कि बिकज दे सिम ऱ्याथफुल नि त अनि फिलोसफी नबुझ्दा चाहिँ एभ्री वान स्केयर्ड के होइन बट आफ्टर दे अन्डरस्ट्यान्ड द फिलोसफी देयर लाइक ओके कुल होइन यस्तो रहेछ अब भन्न हामी बच्चा हुँदैन आमा बाउले हामीलाई कति गाली गर्यो कि तर वाजन्ट समथिङ नेगेटिभ दे वर ट्राइङ टु हर्ट अस बट हामीले राम्रो पासमा ल्याउनुलाई गर्यो ऱ्याथफुल डिटिजको कामै त्यही हो थर्काउँछ होइन तँलाई तर्साउँछ जस्ट टु ब्रिङ यु इन द राइट पास कि होइन लाइक अब बेबी कर्मको बारेमा के हो भने चाहिँ त्यो मेरो अल्टर इगो भयो होइन अनि यसको पोजिसन हेऱ्यो भने चाहिँ ठ्याक्कै महाकालालाई बाउ डाउन गरिरहेछ कि होइन अब हामी बच्चा बेला कस्तो सुनेर होइन मतलबै थिएन अहिले पनि सुन्दैन नि तर मेरो स्पिरिचुअल अवेकनिङ चाहिँ लाइक ऱ्याथफुल डिटिजहरूबाट भएको हो क्या होइन अनि मैले चाहिँ त्यसरी अवेकन भएको एक्ज्याक्टली त्यसरी लाइक स्पिरिचुअली अवेकन भइसकेपछि चाहिँ लाइक आई वाज भेरी कम्फर्टेबल टु दिस डिटिज के किन भन्दा बच्चा बेला म त कहाँ अब लुम्बिनी सुम्बिनी गइरहेको हुन्थ्यो त्यति बेला चाहिँ अब ऱ्याथफुल डिटिजहरू देख्दाखेरि चाहिँ मलाई के लाग्थ्यो भने मलाई हेरेर सिम्पथेटिक वेमा हेरेर जस्तो लाग्थ्यो क्या होइन बिचरालाई के भइरहेछ हुन्छ नि त्यसपछि चाहिँ लाइक म अति नै कम्फर्टेबल भएको क्या लाइक पिसफुल डिटिजहरू त छँदैछ होइन तर ऱ्याथ त्यो एङ्गरमा चाहिँ मलाई कम्फर्ट लाग्थ्यो क्या त्यो भयो अनि यो माथिको अक्टोपस चाहिँ कार्मिक एन्ट्याङ्गलमेन्ट्सलाई बुझाउँछ क्या ब्रो त्यो भन्दा चाहिँ कस्तो हो भने अब म पनि मान्छे हो आफ डन रङ आफ डन गुड होइन बट एट टाइम्स लाइक मैले रङ गरेकोले मलाई सताउँछ क्या होइन एक्ज्याक्टली त्यही भएर त्यो टेन्टिकल्सहरूले समातिरहेछ नि त्यो चाहिँ एउटा कस्तो मेसेज हो भने कर्म भन्ने कुरा इट्स अलवेज लिङ्गरिङ अराउन्ड के होइन तिम्रो आफ्नो लाइक बिहेभियर गरेको पास्ट इट अलवेज लिङ्गर अराउन्ड के गुड पनि ब्याड पनि बट त्यसलाई ट्रान्सेन्ड गर्न टाइम लाग्छ क्या ल अझै भन एक्सटेन्ड गर ल अब यो बेबी कर्मको चाहिँ इलस्ट्रेसनमा चाहिँ के छ भने यो 3 आर्ट्स छ नि यो 3टा आर्ट्स देखिरहेको छ नि त्यो चाहिँ लाइक अर्थली पोइजन्सहरू हो क्या 3टा मेन पोइजन्स क्या द्याट ड्रस टु सफरिङ इगो एन्भी प्राइड होइन अनि त्यसपछि अब चाहिँ यो लाइक यो क्याटको यो फिगर देखिरहेको छ उडिरहेको बलुन जस्तो त्यो चाहिँ के हो भन्दा लाइक बुद्धिस्ट थियोलोजीमा चाहिँ ऱ्याथफुल डिटिजहरूले लाइक सेभर्ड आर्म्सहरू बोकिरहेको हुन्छ नि त्यो भनेको चाहिँ प्योर फर्म अफ डिट्याचमेन्ट हो क्या बिरालोको बानी थाहा त होला नि तँलाई कस्तो डिट्याच हुन्छ बोलायो भने पनि उनीहरूको मर्जी चल्छ क्या दे नट रियली अट्याच टु एनिथिङ लाइक मेरो अहिले देखेको कन्सेप्टमा चाहिँ डिट्याचमेन्ट भनेको के हो भन्दा आई जस्ट सी अ क्याट के सही केटाले कन्सेप्ट चाहिँ खत्रै होला अनि यसो हेऱ्यो भने लाइक यो कियोटिक पनि छ नि तर कन्ट्रोल पनि छ त्यो चाहिँ किन भन्दाखेरि अब
we live in Kathmandu, we live in Nepal. Kathmanduको स्ट्रिट्स हेऱ्यो भने देयर इज अलवेज chaos there, but control chaos छ के हैन, जति chaos भयो नि people have a system to get to places के हैन त. मेरो आर्टमा चाहिँ आई थिंक त्यो भन्नु अब त्यो सबकन्सियसली बसेको त्यो एनर्जी छ कि आर्टमा चाहिँ कन्ट्रोल पनि छ, chaotic पनि छ हैन. अनि पप कल्चर रेफरेन्सहरू पनि छ नि. अब हामीले बच्चा बेला करेज चाहिँ कार्डली लक द एरिया अनि यो एभ्रिथिङ एभ्रिवेयर अल एट वान्स भन्ने थाहा छ मुभी तँलाई? त्यो थाहा छ. त्यसको जस कन्सेप्टहरू धेरै छ. अनि यो ठ्याक्कै यो स्नेक भयो, मेक्सिकन कल्चरको स्नेक यो तलबाट आएको होइन, त्योहरू भयो. अनि यो के हो? के यिनीहरू यिनीहरू चाहिँ स्कल क्राउन हो कि. स्कल क्राउन चाहिँ कस्तो हो भने जुनै पनि लाइक डिटी हुन्छ नि, तिनीहरूले चाहिँ लाइक 5वटा पोइजन्स ट्रान्सेन्ड गरेपछि लगाउने कुरा हो कि. ट्रान्सेन्डेन्सको मिनिङ हो कि. फर इक्जाम्पल इगो होइन, अनि प्राइड, अट्याचमेन्ट, त्यस्तो ट्रान्सेन्ड गरिसकेपछि चाहिँ दे हेभ अ क्राउन के टु सिम्बलाइज म यस्तो अर्थली इमोसन्ससँग हुन्छ नि अट्याच छुइनँ भनेर त्यो गर्नलाई हो क्या. अनि यो ठ्याक्कै गोल्ड लिफको ब्याकग्राउन्ड छ नि, यो भनेको चाहिँ कस्तो हो भने थिङ्स आर ह्यापनिङ बियोन्ड टाइम के होइन. अब हामीले इन टाइम भनेर मुभी हेऱ्यो भने थर्ड डिमेन्सनमा लाइक देयर इज अलवेज अ ब्ल्याक ब्याकग्राउन्ड के, स्पेसको भोइड देख्छ नि हामीले, स्टार्सहरू देख्छ. तर गोल्ड भयो भने चाहिँ नथिङ इज ह्यापनिङ इन यो टाइम के, गोल्ड छ कि स्पेस है बियोन्ड टाइम चाहिँ. भनेपछि जस्ट गोल्ड चाहिँ कन्सेप्ट एउटा लाइक बियोन्ड टाइम भन्नु खोज्छ. बियोन्ड टाइम बेसिकली त्यति हो. नाइस. यसरी एकचोटि हाल्ने भयो. सो आर्टवर्क पनि देखाइदिउँ. लाइट्सहरूले गर्दा अलि यस्तो गुड देख्दैन रहेछ. अब यसमा खतरा डिटेल्स छ. जो सबैजना मनपर्ने आर्ट चाहिँ छ. केही उहरूको एक्सप्लेनेसन दिनु छ भने त्यही हुन्छ है. रन डाउन पानीको ऊ हेर्न डिटेल सही भन. यो नि खतरा छ. यो चाहिँ अब हामी हुन्छ नि नेपाली भएपछि यस्तो यस्तो यो उहरू चाहिँ मनपर्छ नि त होइन. यो नि मलाई फर्स्ट ग्लान्समा खतरा लाग्यो. यिनीहरूको प्राइस चाहिँ अलि यो चाहिँ गुडै रहेछ. 30K. यो चाहिँ यस्तो घर पनि रहेछ होइन. यो भनेपछि पार्टमा बन्छ होइन त. यहाँको भाइब्स पनि इम्याक्युलेट भाइब्स छ. गुड ठाउँमा राख्दा यार ब्रो होइन त. Any good sir? 11 lakhs, right? के भन्छ सर पेन्टिङको बारेमा? राम्रो छ. क्रिलिक राम्रो त सबै राम्रो छ कि
हाम्रो त सबै फायर छ नि ब्रदर यो त उ नै होस् another one ओए यो त नदेखा यार नाइस ओए के हो फेस टाइमको पो हुँदै रहेछ फेस टाइम कन्सेप्ट रहेछ यो चाहिँ 12.9 नि त हो यो को उदित नारायण होइन यो उदित नारायण होइन को हो यो को हो यो को हो यो अन्त को हो ए नारायण गोपाल कमेडी हामीलाई एकछिन ओए यो नि फायर राम्रो छ नि है मिनिमल भयो राम्रो मिनिमल आर्ट छ क्या 17K रे यार इट्स प्रिटी ड्याम गुड है किन्दै उदित नारायण यिनीहरू चाहिँ खासै आई डोन्ट अन्डरस्ट्यान्ड है यस्तो आर्ट चाहिँ मैले आई डोन्ट रियली अन्डरस्ट्यान्ड म पनि आई डोन्ट अन्डरस्ट्यान्ड यो लाइक 80K मा मलाई फ्रीमा दिए नि खासै लिइदिन्थ्यो होला एकदम डिटेल्स छ यो नि मलाई गुड लाग्यो यार यो माथिको कन्सेप्ट चाहिँ अब के हो थाहा भएन वर्ड्स भइहाल्यो होइन तलको चाहिँ अब शेर्पाज देखाउनु खोज्यो भने तैँले होइन द डिपनेस अफ फिमेल इज भनेर है 40,000 भेरी गुड यो नि गुड छ यार केले डट 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 हानेर बनाएको नि यो डट डट डटमा यस्तो खतरा बनाएको छ यो डिटेल्स as you can see dot 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 our time very nice any good song no wait हैन उनीहरू चाहिँ खासै अब यो के यसलाई के भन्छ एक्रिलिक अन क्यानभस नै रहेछ त ए ऊ मात्रै हाल्यो हो यो खोल मात्रै हाल्यो बाहिरबाट खोल मात्रै हाल्यो यो फोल्डर ए त्यही त यति क्यानभस त राख्नु मिलेन नि होइन यिनीहरू चाहिँ खतरा अफोर्डेबल रहेछ है खतरा अफोर्डेबल छ ओके इट्स नट डिस्टर्ब यो चाहिँ अब कान्ने वेस्ट टाइपको मान्छेहरू अलि हुन्छ नि अलि के भन्ने डिफ्रेन्ट हुने टाइपको मान्छेहरू अलि होइन यो नि गुड छ समथिङ डिफ्रेन्ट भनौँ न अलि यो नि कान्ने दाजुले भन्नुहुन्छ जस्तो यहाँबाट अब सिधै अब यो नि कुलै रहेछ नि त वाटर स्प्ल्यास नाइस यो लाइटहरूले अलिक बिगारिदिँदो रहेछ यार फ्रेम लाइटहरूले अलिक अलि मिलाउनु पर्ने छ लाइटिङ यो मलाई कुल लाग्यो है एकदम सिक छ यसमा लेयर हालेर रहेछ होइन त लेयर्सले बनायो नि त यो तर मैले ऊ के नै बुझिनँ यो आर्ट के को हो यो दुईजना मान्छे छ अनि एउटा अपसाइड डाउन छ एउटा स्ट्रेट छ अनि यो ब्ल्याक के हो यो किडनी जस्तो है बिचको अनि है ए दुईजना तल नि मान्छे रहेछ तिनजना त्यो कालो के हो त बिचमा किडनी जस्तो नि त कालो ए मान्छेको मुख हो यस्तो ए दिमाग रहेछ किडनी भन्छ नि डिटेल्सहरू फायर छ के हो थाहा छैन यो माछा बनाउनु खोजेको होला यो छ नि ठिक छ
के मान्छेले यहाँ किनिसकेको छ कि क्या खाली छ त यो तेरो अब कोहीले टक्क किन्न मन लाग्यो भने कसलाई भन्नु पऱ्यो त त्यहाँको मान्छेलाई भन्छ जस त्यहाँको मान्छेलाई भन्छ यहीँको यिनीहरू चाहिँ अब मिनिमल भयो भने यसमा डिटेल्स चाहिँ छ यो नि हाम्रो आर्ट टिचरहरूले ड्याङडुङ हानिदिन्थ्यो यार यस्तो है स्कुलमा ड्याङडुङ हानेर खत्रै बनाइदिन्थ्यो मैले बिगारेँ भने बनाएर टक्क ओए यिनी खतरा छ है फ्रेडी बेन्च कोहीलाई पैसा खर्च गर्न मन लाग्छ यहाँ ठक्क आयो भने रहेछ इट्स लाइक 250 होला 250 250 USD यो नै खतरा लाग्यो मलाई है यो चाहिँ अब हाम्रो फेसहरू टर्माइटले खाइदिएको ए हो कि हो के पल चाहिँ छ है यहाँ पनि छ सानो गरा नै हो कि तर डेन्जर छ 11 lakhs यो नि खतरा क्लेले भने होइन त यो तेरो उता हिट हुँदैछ त ब्रदर तेरो उता हिट हुँदैछ त यो नि साइकको घुर्छ मैले एउटा ग्रिन कलरको देखाएको थिएँ कहाँ भयो ए यहाँ हो यहाँ यो नि साइकको गुड लाग्यो मलाई है ड्याम गुड छ त्यति हो अरू अब यस्तो एक्रिलिक्सहरू छ देखाइदिउँ एकमा यो चाहिँ 12K per piece होइन चारवटा ओए कसरी बनाला यो कसरी बनाला यस्तो खतरा खतरामा यो त ज्वेलरीमै पर्छ यार खतरा छ एउटा लास्ट देखाइदिउँ होइन के रहेछ डेभिल क्याटफिस ल बाई भनिदिनु त पिस एकछिन बाहिर पनि देखाइदिउँ न त यसो चारवटा म्यारिड देखाइदिएन पानी परेको खोल्दाखेरि क्यामेरा उ भएर कि भिजाएर होइन नि यार 25K for that अहिले के किन्न आँट्छ भाइब्स पनि खतरा छ पानी परेको नि देखाइदिने वाइल्ड पानी परिरहेको छ अहिले यहाँ नि खतरा खतरा रहेछ है के बन्दै गर्दा रहेछ क्या पानी क्रेजी छ है म बाहिर गयो भने चाहिँ अब भिज्छ टाइटल चाहिँ डिपनेस अफ हिमालयस भन्ने छ हजुर अनि यो चाहिँ मैले ओइल कलर अन क्यानभास गरेको हजुर अनि म चाहिँ डोल्पाको हजुर अप्पर डोल्पा अनि हाम्रो अप्पर डोल्पा रिजनमा चाहिँ एकदम रोडको बेसिक फेसिलिटिज पनि अहिलेसम्म पुग्न सकेको छैन हजुर अनि त्यो फेसिलिटिज नपुगे तापनि तर हाम्रो त्यहाँको लोकल मान्छेहरूले चाहिँ त्यहाँको बासिन्दाहरूले चाहिँ अहिलेसम्म चाहिँ कसरी सर्भाइभ गरिरहेको छ कसरी चाहिँ लाइफ सस्टेन भइरहेको छ पहिलेदेखि अहिलेसम्म त्यो भन्नुपर्दा चाहिँ त्योमा चाहिँ याक र अर्सको चाहिँ एकदम ठुलो रोल छ पेन्टिङ थ्रुमा देखाउन खोजेको जस्तै अब त्यहाँ मान्छेले चाहिँ बेसिक निड्स त चाहिन्छ हजुर त्यो चाहिँ सबै याक्सहरूले चाहिँ सप्लाई गरिदिन्छ हजुर अनि प्लस अनि हर्सले चाहिँ हाम्रो एउटा कम्युनिटीदेखि अर्को कम्युनिटीलाई जोड्ने काम चाहिँ बिचमा ब्रिजेसको काम गर्छ अनि मैले चाहिँ पेन्टिङमा चाहिँ मैले चाहिँ यो चाहिँ हाम्रो ट्रेडिसनल कस्ट्युम हजुर ट्रेडिसनल क्लोथ्स हजुर लाउने चाहिँ
मैले चाहिँ आमाको दर्जा दिएर हर्सलाई चाहिँ यसरी चाहिँ जसरी आमाले चाहिँ आफ्नो सन्तानलाई प्रोटेक्ट गर्छ के अरे प्रोटेक्ट गरेर बाटो देखाउँछ केयर गर्छ त्यसरी नै मैले हर्सलाई चाहिँ आमाको दर्जा दिएर चाहिँ लोकल मान्छेहरूले चाहिँ प्लस यहाँहरूलाई चाहिँ सप्लाई गरिरहेको बेला चाहिँ बाटो देखाउँदै प्रोटेक्ट गर्दै देखाउन खोजेको पेन्टिङ थ्रुबाट सो भनेपछि होर्सको केही सिग्निफिकेन्स लाइक ऊ सुपिरियरिटी केही छैन हजुर हर्सले चाहिँ जस्तै हाम्रो त्यहाँ चाहिँ अब जस्तै टोपोग्राफी एकदम डिफिकल्ट भएन होइन त्यहाँ चाहिँ अब हिउँने एकदम हिउँदोमा चाहिँ 3 फिट 4 फिटसम्म पर्छ हजुर हिउँ त्यहाँ अब याक र हर्स मात्रै हो त्यो चल्ने जाने भने गयो त्यसको लागि चाहिँ अब कहिले चाहिँ या गर्न नगएको ठाउँमा चाहिँ हर्सले गर्छ याकले गर्छ अनि त्यही चाहिँ लाइफ चाहिँ यसरी नै हाम्रो चाहिँ अहिलेसम्म सस्टेन भइरहेछ उनीहरूको चाहिँ इम्पोर्टेन्स चाहिँ हजुर देखाउनु खतरा लगाउँदै चाहिँ यो तिमी यही वर्ष गरेको हजुर यो रहेछ होर्सको लागि बनाएको क्या बनाउँदै थियो अनि ठ्याक्क सही हो जोडियो जोडियो जुडेकै रहेछ हो कङ्ग्रेचुलेसनको मान्छे थ्याङ्क यू सही हो एकदम राम्रो हजुर हजुर तपाईँहरूलाई के लाग्यो तपाईँहरूको सोच्ने तपाईँहरूले हेर्दा कस्तो No, it's not a tension. हजुरले सुन्नुहुन्छ मेरो हो I feel like thinking about popular culture यताको एक्सपिरियन्स कल्चरहरू पनि भइरहेछ सो मेनी लाइक इङ्ग्लिस आइटम्स आर देयर एन्ड अल्सो डिटेल्स गुड एस्पेक्ट्सहरू पनि इट्स लाइक अफेक्टिङ द भनौँ न हाउ वी आर लाइक इन्फ्लुएन्सिङ दिस टाइम आई फिल लाइक त्यसको एउटा सेलिब्रेसन जस्तो पनि हो अफ द पास्ट एन्ड लाइक अफ द प्रेजेन्ट लाइक कम एज आएर चाहिँ मलाई आई फिल लाइक coming on how accepting at this present content time सानो थियो हामीले सँगै आर्ट गरेको तर हजुर तपाईँ छोडेको छु मैले छोडेँ म आर्ट एडमायर सकेँ त एक्सप्लोर गर्नु भन्नु थियो क्या अब ऱ्यास भनेको के हो त तपाईँलाई डिफ्रेन्ट हुनसक्छ तपाईँलाई डिफ्रेन्ट हुनसक्छ ऱ्यासको एउटा एनर्जी भनेको चाहिँ कस्तो हो भने सबलाई बुझेको चाहिँ तर्साउनु वा केही देखेर डराउनु होइन त्यो नर्मली मान्छेले हामीले लिन्छ नि त तर अब मैले त अब भनौँ न त्यहाँदेखि हाम्रो बुद्धिस्ट त्यो हुन्छ नि रिलिजन फिलोसफीहरू पास डाउन भएर चाहिँ हामीले चाहिँ अर्कै वेमा लिन्छ क्या मैले चाहिँ यसलाई कसरी अप्रोच गरेको छु कि फर इक्जाम्पल ऱ्याप अब भन्नु न मसान भएर नाम सुन्दै डर लाग्छ नि मसान भएर महाकाला होइन सुनिरहेको तर्सिँदैन मान्छे मेरो लागि चाहिँ अब यो देउताहरू जसरी देखिरहेको छ नि मलाई चाहिँ कहिले डरको वेमा हेरिदियो कि मलाई चाहिँ कम्फर्टिङ लाग्थ्यो क्या म चाहिँ अब आफ्नो अपब्रिङिङ चाहिँ कस्तो थियो भने मेरो ठाउँमा चाहिँ अब कमन कुरा भनेको अब फ्यामिलीहरू अनुसार कम्युनिटी अनुसार माया हुन्छ नि त टुगेदरनेस हुन्छ नि त मेरो कम्युनिटी अलिक त्यस्तो थिएन क्या मेरो चाहिँ जहिले झगडा भइराख्ने के भइराख्ने त्यस्तो भइरहेको हुन्थ्यो क्या त्यसैले चाहिँ लाइक मलाई यो कोही मान्छेलाई तर्साउनु भेट्नु मेरोलाई नर्मल कुरा थियो कि होइन आइहाल्यो भने जस्तो थियो क्या यो महाकालाई देखिरहेको यो चाहिँ पङ्क भर्जनमा छ कि पङ्क चाहिँ किन भन्दाखेरि बोधिसत्व भनेर थ्योरी हुन्छ कि बुद्धिज्ममा चाहिँ बोधिसत्व कम्प्लिट गरिसकेपछि बोधिचित्त अर्जन हुन्छ होइन बोधिसत्व हुनु भनेको चाहिँ के हो भन्दाखेरि संसारको प्लेजरहरू छ नि एभ्रिथिङ बाटोमा अड्किँदा कि त्यो हाइवेमा कि बाइक पेट्रोल निकालेर खनाएर जानु पऱ्यो कि हामीले यहाँ फायर क्याफेमा आज
होइन के खायो तैँले आइस अमेरिकानो आइस अमेरिकानो तँलाई कफी चाहिन्छ भने तिमीले प्योर नेपाली चिया खाइरहेको चिया खाएर एन्ड चिज केक भाइब्स खतरा छ बुक सुक पढ्यो भने त बुक ए खतरा रहेछ नि त यार यो नि रहेछ खतरा बुक हो यो है ल हाम्रो दिप्तीले चाहिँ आर्ट देखाउनु लाग्छ ल तिमीले खै यो पनि खतरा हामीले यस्तो हान्थ्यो यार ओरिगेमी टाइप छ है अनि सम्भव सम्बु ग्लासमा ल खोल ल नि मेरै होइन खोल साथीको खोल कस्तो लस आएको खोल न सी इट्स नट गुड है ल 2020 को वर्ड ओए यस्तो गुडलाई नट गुड भन्दै यार यो ब्रो अघि नैको आर्ट एक्जिबिसनमा यो बेच्ने हो भने एकछिन है यो म बिनाउँछु है ल देखा त साइको गुड छ नि यार होइन त यस्तो खतरा बनाउँदो रहेछ ल अरू अनि त केही छैन त्यस्तो होइन पेज देखाउ न कहाँ यस्तो यो एउटा हल्का ढङ्गको छ के हो यो आई डोन्ट नो पिन्ट्रेस्टमा देखाएको थिएँ ओके यो आर्ट बुक पनि खतरा लाग्यो यार मलाई यो अनि यो छ ए आइस यो यो आइस चाहिँ मलाई सबसे हार्ड लाग्छ है मलाई चार्कोलले बनाउन चाहिँ मजा आउँछ क्या कस्तो लुकी है ल यस्तो छ गाइस यहाँ पारा ए लुकी हेर्नु पर्ने त्यति हो त्यति हो अनि लास्टको हेरिदिउँ न लास्टको हो यो कमिकमा बनायो क्या आइस दिस वाज क्लासमा 5 मिनटमा कमिक बनाउने के खासै बुझिएन तर ओके दिस म्यान इज ट्राइङ टु किस द गर्ल यो केही छैन दिस म्यान इज This man is trying to kiss that girl, right? No? The princess shall wake up once kissed him. He's about to kiss her, somebody enters, they have an awkward eye contact, that man runs away, turns out it was a morgue. टर्न्स आउट के मोर के हो Dead body राख्ने ठाउँ के? ए ड्याम ल कन्सेप्ट ल आर्टिस्टहरूको कन्सेप्ट चाहिँ यस्तो हुन्छ कहाँ कहाँबाट बन्छ होइन अझै तर नाइस वर्क यो चाहिँ खत्रै छ है ल छैन आई जस्ट वान्ट टु अगाडि छँदै छैन कि ल भन्दै नि त ब्रो आर्टवर्कको बारेमा अक्षत चाहिँ समीकको कजन हो ए ड्याम समीक त फेरि हाम्रो बच्चैदेखिको हो नि त साथी जिग्री हो नि। अनि अहिलेको आई थिङ्क कन्टेम्पोरेरी आर्टिस्टमा चाहिँ होइन अक्षतको काम चाहिँ रियली स्ट्यान्ड आउट फर मी होइन खत्रै मैले नि हेर्दाखेरि खत्रै लाग्यो होइन अलिक बुझाइदिएको एक्सप्लेन हान्दैन है मैले मेरो काममा टुक द आइडिया अफ टेट्रिस हजुर एरिक प्लेड हाम्रो चाइल्डहुडको बेला हजुर अनि आइम ट्राइङ टु पोर्ट्रे लाइक हाउ हाम्रो सराउन्डिङ हुन्छ त सराउन्डिङ एन्ड लाइक आवर एक्सपिरियन्स इज सेप हाउ वी सी हाउ वी पर्सिभ थिङ्स अराउन्ड अस अनि मैले चाहिँ आइएम ट्राइङ टु सो लाइक द आइडिया अफ स्पेस थ्रु द गेम एन्ड थ्रु द लाइक हररबाट लाइक पहिला प्यारेन्ट्सको जेनेरेसनबाट सुन्दाखेरि चाहिँ दे टेल कि काठमाडौँ युज टु बी सो एम्टी भनौँ न खालि थियो भनेर बट लाइक इन माई जेनेरेसन लाइक घरहरू बिस्तारै थप्दै गएको हो नि त अनि पछि लाइक प्लेस वेयर लिभ पनि वरिपरि घरै थियो अनि आई वाज लिमिटेड टु लाइक being inside the home and playing games. That also influenced me, like how I see my surrounding in the game order. They like in this time, like we have so scarce space. Like, in the game, Tetris ma say when you place it carefully, it creates like open space. Randomly राख्न थाल्यो भने चाहिँ chaos create हुन्छ गेम ओभर हुन्छ नि त. In the same context, like यसमा यहाँ स्पेस देखेँ मैले है त्यस्तो भन्ने होइन अब यसमा लगभग कुनै स्पेस छ नि त फुल्ली भरेको छैन नि त हरेपछि गेम ओभर हुन्छ कि हुँदैन भने चाहिँ क्वेसन चाहिँ मैले ए नाइस कन्सेप्ट चाहिँ त्यसरी आयो भनेपछि खतरा है केले बनायो ब्रो यो सेरामिक माटोलाई फायर गरेर त्यसमा पेन्ट गरेको अर्को मिडियम चाहिँ आई युज टु पोलिमरले सही यार दामी लाग्यो ब्रदर अघि नै मैले हेर्दाखेरि पनि दामी लाग्थ्यो है तिमीले बनायो भने थाहा थिएन खतरा छ ल किप ग्राइन्डिङ है किप वर्किङ मेरो ब्रदर्सहरू पनि आइसक्यो के भनिदियो समय यार नौखा के भने तैँले भर हेर्न गइसक्यो तिमीहरू जाऊ न है म एकछिन रिल्याक्स हान्दै बस्छु होइन अब तिमी जान ला यसो लास्ट वर्ड्स नमस्ते त्यति हो अरू के भन्दैन यस्तो दुनियाँलाई के भन्छु म चाहिँ यस्तो सोध्छु क्या दुनियाँलाई के भन्नु छ भन्नु छैन द्याट्स इट नमस्ते ल पिस आउट सी इज लिभिङ पिस आउट के हो अरे यो के हो राइस भन्छ यसलाई यो राइसको पोर्क हो यो चाहिँ लापकडी चप्सु टोफु भइहाल्यो होइन मापो टोफु पोर्कमा त्यो बाक्चोई राइस म चाहिँ यसले खाँदिनँ है गाइजहरू
गाइजहरूसँग ट्याक टोफुहरू पनि कस्तो छ दामी छ यार मानेर भन ल गाइजहरू कसले खान्छ फर्स्ट ल समेक ल ल खानाले फिक रिएक्सन दियो यो चाहिँ अलिकति त्यसको टेस्ट आउँछ है त्यसको टोफुको कस्तो छ सबि नाइस खतरा छ खा त मुझे पागल हुन्छ ल साँच्चै पागल हारे एडमिट छ नि त गाइज बाबा बबाल हुँदैछ चिकन पनि आयो हाम्रो अर्को के मन छ अरे हाम्रो अर्को पनि चिकन त हो नि होइन सुके छ बस एस्थेटिक चाइनिज खाना जिन्दगीमा फर्स्ट टाइम यस्तो सवलको खाना देखाएँ ड्याम गुड छ है होइन या सो आजको हाम्रो भिडियो पनि सक्यो है आजको के भिडियो दिन पनि सक्यो खतरा फन भन्दा ब्रो वाइल्ड फन भयो अहिले हामी खानासाना खाएर अब वेयर वकिङ ब्याक होम के भन्नु छ तँलाई यसो भन्दै नि त मिठो थियो आज खानेकुरा मिठो थियो अनि आर्ट एक्जिबिसन पनि राम्रो भयो होइन सबैजना मलाई चाहिँ जे अब केटाहरूको के अरे तेरो उसमा मान्छेहरू देखेर खतरा लाग्यो मान्छेहरू प्याक थियो नि ब्रो तेरो खाने होइन प्याक थियो ल जे स्कुल केटाहरू पनि भेटिनँ आज स्कुलको गाइजहरू पनि भेट्यो नयाँ फ्रेन्ड पनि बन्यो भनौँ मैले होइन सो या अब भोलि के हुन्छ लेट्स सी पिस भन्यो नि त यसो पिसमा